हाम्रो संसारमा थुप्रै अनौठा घटनाहरू घटेका छन् जसलाई सुन्दा मानिसहरू अचम्म पर्ने गर्छ। म तपाईहरूलाई एउटा सत्य घटना बताउन गइरहेको छु जुन अत्यन्तै रोचक रहेको छ। आउनुहोस् सुरु गरौँ। पैसाले भरिएको खाडल, जसलाई अङ्ग्रेजीमा मनी पिट अफ ओक आइल्यान्ड भनिन्छ, जुन क्यानाडामा रहेको छ। यो खाडलको बारेमा तपाईहरूले कुनै न कुनै बेला त पक्कै पनि सुन्नु भएको होला। क्यानाडाको नोभा स्कोसियामा रहेका ओक टापु यानि कि ओक आइल्यान्डमा सन् 1715मा केही युवाहरूले एउटा अनौठा खाडल भेटाए। उनीहरूले खनेर हेर्दा थोरै गहिराईमा काठको तह देखे। उनीहरूलाई लाग्यो कि त्यहाँ कुनै गुप्त खजाना हुन सक्छ। तर खन्दै जाँदा हरेक 10 फिटमा काठको तह पाइन्थ्यो। झन् तल जाँदा खाडलमा पानी आउन थाल्यो। मानव कसैले सो ठाउँलाई जानी जानी जटिल बनाएको थियो। पछि धेरै धनाढ्य खोजकर्ताहरूले यसलाई खन्न खोजे, तर जति गहिराईमा खनियो उति नै अप्ठ्यारो भयो। 100औं वर्ष बित्दा पनि त्यो खाडलको वास्तविक रहस्य खुलेको छैन। के यो सामुद्रिक लुटेराहरूले लुकाएको खजाना हो कि कुनै अनौठो ऐतिहासिक सम्पत्ति? कतिपयले त भूतप्रेतको रहस्यसँग पनि जोड्दछन्। आजसम्म पनि वैज्ञानिक र खोजकर्ताहरू यस रहस्यपूर्ण खाडललाई हल गर्न प्रयास गरिरहेका छन्, तर साँचो तथ्य कुनै कसैले पत्ता लगाउन सकेका छैनन्। यो कथा सुन्दा तपाईँलाई कस्तो लाग्यो? कृपया कमेन्ट गर्न नभुल्नुहोला अनि यस्तै भिडियोहरू हेर्नको लागि च्यानल सब्स्क्राइब गर्नुहोला। धन्यवाद।